ब्रह्मा गुरुर्विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परम ब्रह्मा तस्मै श्री गुरुवे नमो नमः। भगवती काली आमालाई नमन। सम्पूर्ण बन्झाक्री गुरु सैन्धो स्थानीय गुरु र व्यासमा आसीन मेरो गुरुलाई नमन लागेको छ। यो कलश गुरुबाट लिने दिन भएर पनि होला। आजभन्दा विगत 12-13 वर्ष अगाडिदेखिको म चाहिँ नै काम्ने ओर्ने सुरु भएको थियो। लगभग म 6-7मा पढ्थेँ त्यतिखेर त थाहा पनि थिएन मलाई कि काम्ने ओर्ने भनेको के हो भन्ने कुरा जारी नै रह्यो। जब म आज जयोस् टेलिभिजनमा आएको धेरै त भएको छैन, लगभग वैशाखदेखि म यहाँ आउन सुरु गरेको र भर्खरै बिहे भएको थियो। अब घरबाट के भनेर हिँड्ने पनि अब त्यो पनि कुरा आयो होइन। 6 महिना त हुँदै थियो बिहे भएको, 6 महिना पनि बाहिर घुम्दा बितिहाल्यो। अनि घरमै बसेको थिएन। अनि नयाँ बुहारी 81 अब काठमाडौँ गएर बस्छु भन्न पनि अलिकति अप्ठ्यारै त भएको थियो। तर पनि परिवार बुझ्ने भएकाले गर्दाखेरि राखेर उपचार गराऊ, निको बनाऊ, त्यसपछि लिएर आउनु भन्ने खालको आदेश आयो घरबाट। त्यसमा पनि एकदमै खुसी लागेको छ, किनकि यदि परिवारको साथ सपोर्ट नभएको भएदेखि यहाँ आएर यति बस्न त्यो त असम्भव कुरा हो। किनभने माइतमा त कति कुराहरू सम्भव हुँदैन भनेदेखि यो त घर थियो, कर्मगर। तर पनि बुझ्ने मातापिता हुनुभएको कारणले गर्दाखेरि, श्रीमान हुनुभएको कारणले गर्दाखेरि आज यहाँ उभिएर बोल्न सक्ने ठाउँ दिनुभएको छ। एकदमै खुसी लागेको छ। पनि आफूलाई एकदमै भाग्यमानी ठान्नुहुन्छ होला, किनभने आज हामी आफै सम्झौँ न कतिजना कति ठाउँमा यतिखेर कुन कर्ममा लागिरहनु भएको छ, कहाँ के गर्दै हुनुहुन्छ होला। हामी कति भाग्यमानी छौँ आज यहाँ भगवती कालीको अगाडि बसेर सैन्धो स्थानीको नाम लिँदै, कुलदेवताको नाम लिँदै, पितृको नाम लिँदै, श्रद्धाय गुरु हरिबोहरा ज्यूको अमृतमय बाणीहरू हामीले पान गर्न पाइरहेका छौँ। साँच्चै नै हामी एकदमै भाग्यमानी रहेछौँ। हजुरमा त होइन, म पनि पक्कै पनि भाग्यमानी नै हो। न त भए त यो कहाँ सम्भव हुन्थ्यो होला र। कुनै न कुनै जन्मको कर्मको फल, पुण्य फलको रूपमा मलाई आज गुरु प्राप्त भएको छ। एकदमै खुसी लागेको छ भन्दै मेरा 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद।